मेरो नाम चाहिँ प्रज्वल रसाइली हो। आज म चाहिँ दिदीको घरमा टिफिन पुऱ्याउन जान लाग्यो किनकि दिदीलाई बिरामी हो। हाम्रो दिदीको घर चाहिँ ढोलबाजा हो। अनि त्यो चाहिँ मेरो फुपूको घर छ, देख्नु सक्नुहुन्छ होला। ऊ त्यसै त घर। अब हामी जाँदै छौँ दिदीको घर। अनि आउँदाखेरि हामी दौडेर आउँछौँ। त्यही दाइहरूले ब्याडमिन्टन खेल्न लाउनु भयो। र ब्याडमिन्टन खेलेको पनि देखाउँछु, तर अहिले त कस्तो जाडो मौसममा देख्न सक्नुहुन्छ होला। ऊ त्यहाँ चाहिँ भुटिया घर छ। ऊ त्यहाँ चाहिँ भुटिया घर छ, देख्न सक्नुहुन्छ होला। अस्ति नै हामी भुटिया गरेको थियौँ। त्यहाँ चाहिँ लास्टै डल्ला थियो। त्यहाँ मैले मोबाइल ल्याएको थिएन, तर मेरो साथीले जरुर ल्याएको थियो। अहिले चाहिँ हामी यहाँ दिदीको घर यो टिफिन पुऱ्याएर आउँछौँ। अनि ब्याडमिन्टन खेलेको पनि देखाउँछौँ। अनि फेरि हामी चाहिँ घरमा बसिरहेको थियौँ। झ्याप्प भात पाक्यो, मासु भात खाएँ। अझ लास्टै जाडो भयो। मेरो नाम चाहिँ प्रज्वल रसाइली हो। ऊ त्यहाँ दाइहरू खेल्दै हुन्छ, त्यही भएर म उतै जाने हो। ल अब जाने हो हामी दिदीको घर आउनै ला सेतोवालाले। अब जाँदाखेरि उहाँ पनि भ्लग बनाउँछु, हजुरहरूलाई देखाउँछु। अब पुग्नै ला। यसपछि साइडमा जाने अनि फेरि आउँछ। ऊ त अब उहाँ गएर के देखिन्छ हजुरहरूलाई देखाइदिन्छु। उहाँ पनि आफ्नो साथीहरूको घर देखाइदिन्छु होला। लाइक सब्सक्राइब गरिदिनु होला हामी जस्तो सानो मान्छेलाई। लाइक सब्सक्राइब गरिदिनु होला। हामीले यस्तो भिडियो बल्ल बनाउँछौँ, हजुरहरूलाई पनि सिकाइन्छौँ यस्तो भिडियो कसरी उसमा हाल्ने हो भनेर। यहाँ चाहिँ कुकुर छ, हामीले टोक्दा जस्तो हो। कस्तो हाम्रो पछाडि आइरहेछ। हामीलाई टोक्दा जस्तो गरे हो त्यो कुकुरले। त्यो उता अब हामी घर पुगिसक्यौँ। ऊ त्यहाँ घर त्यहाँ घर ऊ त्यहाँ
यो चाहिँ दिदीको घर हो। अब हामी भित्र जाँदै हामी लगी दिदी रे